ओभरटेक गर्न लाग्यो धन्दै उताबाट हान्दैन हो गाडीले यार। थोरै सोलो गर्दै त मेरो गाडी कट्थ्यो त यार, गर्दिनन्। हेलो नमस्ते सबैजनालाई, म विशाल पुन उही पुरानो पुन ट्राभलदेखि होइन। आज नयाँ नौलो खालको भिडियो ल्याएको छु हजुरहरूको लागि। हजुरहरू सन्चै हुनुहुन्छ होला, आरामै हुनुहुन्छ होला, म पनि आरामै छु होइन। आज ल्याएको छु नयाँ खालको भिडियो होइन। हजुरहरूले हाइलाइट त देखिसक्नुभयो होला, अगाडि नै देखिसक्नुभयो होला होइन, कहाँको भिडियो हो भनेर। आज चाहिँ मोङलिङबाट काठमाडौँसम्मको रोड अपडेट ल्याएको छु हजुरहरूको लागि। हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, नजिकै रहेको घन्टी पनि बेल बटन पनि अठाइदिनु होला। नयाँ नयाँ रोड अपडेट आउँदा हजुरहरूलाई नोटिफिकेसन आउनेछ होइन। त्यस कारणले गर्दा फेरि हजुरहरूलाई सहिलो हुनेछ नयाँ नयाँ रोड अपडेट आउँदा फेरि। त्यस कारणले गर्दा फेरि घन्टी चाहिँ बजाउनु होला होइन। आज चाहिँ मुलिङदेखि काठमाडौँसम्मको रोड अपडेटमा चाहिँ यति बिजोग छ कि बाटो कुरै नगरौँ होइन। मुलिङदेखि काठमाडौँको यो रोड चाहिँ यति बिजोग छ कि पहिला हामी चाहिँ बुटोल नारायणघाट सडक यति नै दुःख पाइयो कि कुरै नगरौँ होइन। मुलिङदेखि पोखरासम्मको रोड अपडेट देखाउँदा फेरि नि एकदम गाह्रो थियो रोड कन्डिसन होइन पहिलाको त। अहिले चाहिँ मुलिङदेखि पोखराको चाहिँ सर विदेशकै फिल आउने गरेर बाटो चाहिँ भन्न त बनेको छ होइन। अब चाहिँ मुलिङदेखि काठमाडौँसम्मको नि अब चाँडै नै त्यस्तै खालको फिलिङ आउनेछ होइन। विदेशमा जस्तै सर घल्च्याङ घुल्चुङ नभइकन सर काठमाडौँ पुग्न सकिनेछ होइन। सुरुङबाट गनी चाँडै नै खुल्नेछ होइन। जाम चाहिँ ठाउँ ठाउँमा लागेको छ, काम चाहिँ धमाधम गर्दाखेरि होइन। कुनै ठाउँमा वान वे भएको कारणले त्यति ठुलो चाहिँ जाम लाग्दैन होइन। एकैछिन चाहिँ लाग्दछ, 10-15 मिनट चाहिँ लाग्दछ होइन। ठाउँ ठाउँमा कालोपत्रनी गरेर पिच गर्दैछ होइन। काम चाहिँ यति रफ्तार गइरहेको छ होइन। तर यो बर्खामा चाहिँ अलिकति दुःख नै पाइने छ जस्तो लाग्छ है मलाई चाहिँ, किनकि यो बर्खासम्म चाहिँ फिनिक्सिङ त हुन्न होला। त्यस कारणले गर्दा फेरि यो वर्ष चाहिँ मुलिङदेखि काठमाडौँको रोड चाहिँ अति बिजोगै होला जस्तो लाग्छ होइन। तर काम चाहिँ धमाधमै हो, धेरै नै फास्ट भइरहेको छ काम चाहिँ होइन। बुटोल नारायणघाट सडकको जस्तो हालत चाहिँ रोड चाहिँ छैन होइन। त्यस्तो ठुलो ठुलो खाल्टोहरू चाहिँ छैन। सडक भत्काए पनि त्यस्तो खालको खाल्टोहरू चाहिँ छैन होइन। सरर हिँड्न सकिने छैन, त्यति अप्ठ्यारो त छैन। ठाउँ ठाउँमा त्यही हल्का फुल्का जाम चाहिँ लाग्ने छ होइन। किनकि अब रोडहरू अब पुरानो पिच भत्काएर अब नयाँको लागि अब बेच गराउनु पर्छ नि त। त्यस कारणले गर्दा ठाउँ ठाउँमा चाहिँ जाम चाहिँ लागेको छ। त्यस्तो आत्तिन चाहिँ पर्दैन, बाटो चाहिँ खुल्ला छ। यो मलेखु बजारभन्दा मुलिङदेखिबाट मलेखु बजार आउँदासम्म चाहिँ अलिकति नै अब बाटो भत्काएको छ। फेरि मलेखु बजारबाट चाहिँ फेरि उतासम्म चाहिँ अलिकति भत्काएको छ। त्यस कारणले गर्दा फेरि चाहिँ यो बिचको भाग चाहिँ अलिकति नै दुःख छ होइन। ठाउँ ठाउँमा चाहिँ जामै लागेको छ होइन। पहिला चाहिँ गल्छीमा पनि अब दुःख दिइराखेको थियो, त्यो चाहिँ अलिकति अहिले ढलाइ गराएर एकदम राम्रो भएको छ होइन। अहिले चाहिँ एकदम राम्रो भएको छ गल्छीमा चाहिँ। गल्छीसम्मको चाहिँ फेरि पिच चाहिँ भत्काएको छ नि त यताबाट, त्यही भएर चाहिँ गल्छीसम्म पुगेपछि फेरि ठिकै छ बाटो चाहिँ होइन। धार्के साइडमा चाहिँ घरहरू अलिकति नै भएको छ। अहिले चाहिँ यो चाहिँ क्लिप गराउनुको कारण चाहिँ हजुरहरूलाई चाहिँ अलिकति छोटो मिठो
भिडियो गराउन खोजेको। त्यस कारणले गर्दाखेरि मैले चाहिँ क्लिप जोडेर चाहिँ मैले भिडियो बनाएको छु होइन, किनकि अब लामो हुनेछ नि त भिडियो। त्यस कारणले गर्दाखेरि अब भिडियो लामो भएपछि चाहिँ अलिकति गाह्रो नै हुनेछ नि त, हजुरहरूलाई हेर्न पनि टाइम धेरै लाग्नेछ। लगभग 1 घन्टाको नै भएको थियो, त्यही भएर मैले चाहिँ सानो छोटो मिठो गराउन खोजेको, त्यही पनि लामो भयो भिडियो चाहिँ अलिकति थोरै। अन्तिमसम्म चाहिँ हेरिदिनु होला होइन, हजुरहरूलाई थाहा हुनेछ मुलीदेखि काठमाडौँको रोड कन्डिसन कस्तो छ भनेर। लाइक सेयर गरिदिनु होला, साथीभाइहरूलाई सेयर गरिदिनु होला, कमेन्ट गर्नु होला होइन त गाइज। अब यस्तै छ जिन्दगी, जता गए पनि दुःखै पाइने। अब बुटोल नारायणघाट बल्ल सुख पाइयो भनेको फेरि अब काठमाडौँको अब भन्दै मारिने गाडीले ओभरटेक गर्दैछ, झन् रन्काएर लिएर आउँछ। खै के को रिस हो, कहिलेको रिस हो फेरेको मलाई होइन। बाटोमा अब ठाउँमा पानी हालेर चाहिँ धुलो त्यति उडेको त छैन होइन, पानी चाहिँ हालेको हो नि त, ठाउँमा हालिराखेको छ, त्यही भएर चाहिँ धुलो चाहिँ अलि कमै छ। बुटोल नारायणघाट जस्तो चाहिँ बिजोग चाहिँ छैन होइन। बुटोल नारायणघाट सडक त यति बिजोग थियो कि बाटो कुरै नगरौँ होइन, यति ठुल्ठुलो खल्टो के यस्तो बिजोग थियो। यति काम चाहिँ हेर्नु होला होइन, भिडियोमा पनि काम चाहिँ धमाधम भइरहेको छ कि है, एकदम फास्ट भयो क्या काम चाहिँ। अब हजुरहरूले देखिसक्नु भएको होला होइन, यति फास्ट भइरहेको छ कि काम कुरै न, काम त यस्तो रफ्तार हानेको छ कि अब 9 पुग्न लागिसकेको छौँ। 9 चाहिँ बिजोकै छ बाटो यार, पुरै नगरौँ। 9 चाहिँ एकदम राम्रो छ फेरि। अब सुरुङ मार्ग चाहिँ अब कहिले खुल्ने होला थाहा छैन होइन। सुरुङ मार्ग नि यस्तो छिरौँ भनेको खै छिर्नै पाइन्न जस्तो हो नि त। हो बाटो चाहिँ 9 धार्केबाट 9 चाहिँ बाटो थोरै बिजोकै छ। सीता बाइलाको बाटो गए नि ठिकै हो होइन, सीता बाइलाको बाटो नि राम्रो छ। अब यस्तै छ, हजुरहरूले लाइक सेयर गरिदिनु होला। अब 9बाट म पनि उकालो चढिसकेको छु होइन। अब बाटो 9बाट चाहिँ खानकोटसम्मको चाहिँ बाटो एकदम राम्रो भएको छ, एकदम आनन्दको खालको ठुलो चाक्लो होइन, एकदम ठुलो बाटो भइसकेको छ। हजुरहरूले देखिसक्नु भएको होला। अहिले चाहिँ हामी सुरुङ मार्ग आइपुगेको छौँ। यो चाहिँ सुरुङ मार्ग हो। अब के गर्ने, भाग्यमा छैन अहिले चाहिँ है, पछि चाहिँ गराउनुपर्छ भिडियो चाहिँ होइन, अहिले चाहिँ छैन है, के गरौँ त हो गाई छैन। अब चाहिँ हामी थानकोट आइपुगेको छौँ। लास्ट यो चाहिँ चेकपोस्ट हो, यहाँ चाहिँ अलिकति टाइट नै हुनेछ होइन, गाडीहरूलाई बसहरूलाई चाहिँ होइन। मेरो चाहिँ सानो गाडी भएर अलिक कम हुन्छ होइन, हाम्रो नि हुन्छ बेला बेलामा चाहिँ चेकिङ भइरहेको छ होइन। अब चाहिँ हामी काठमाडौँ आइपुग्यौँ होइन। फाइनली गाइस हामी चाहिँ काठमाडौँ आइपुग्यौँ है। हस्त धन्यवाद भिडियो हेरेकोमा, थ्याङ्क यू सो मच, बाई बाई, गुड बाई, बाई।